हेलो साथीहरू, तपाईँलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हाम्रो घरमा बिहान बिहानै माछा बेच्न आएको थियो क्या साथीहरू। अनि यो देख्न सक्नुहुन्छ हिले माछा चाहिँ अङ्कलले मारेर पठाउनु भएको है साथीहरू। हिले माछा धुनको लागि चाहिँ सुरुमा चाहिँ खरानी चाहिन्छ क्या। अब कसैलाई थाहा हुन्छ, कसैलाई थाहा नहुन सक्छ है साथीहरू है। अनि मैले चाहिँ खरानी डाडुले उगाएर लान आँटेको छु। यो खरानी चाहिँ नि साथीहरू हिले माछा यसमा लगाएर मजाले खुर्काउन एकदम सजिलो हुन्छ क्या। हिले माछा त एकदम चिप्लो हुन्छ नि त, त्यसको लागि पनि खरानी एकदम बेस्ट हुन्छ है साथीहरू। त्यसपछि मलाई चाहिँ फेरि एक डाडुले पुग्दैन जस्तो लाग्यो नि त, त्यही भएर म फेरि जाँदैछु है खरानी लिनको लागि। मलाई चाहिँ अर्को माछा पनि यो खरानीले धुनुपर्छ होला जस्तो लागिरहेको थियो, त्यही भएर अलिकति धेरै खरानी लानको लागि फेरि लिन आएको क्या साथीहरू। हेर्नु न, डाडुमा आउँदै नआएर अलिक धेर लानु पर्यो भनेको। अनि त्यसपछि खरानी चाहिँ मैले डाडुमा उगाइसकेको छु। त्यसपछि मैले चाहिँ यो लगेर त्यहाँनिर बाहिर राखेँ साथीहरू। खरानीले मात्र धुनु पर्यो भनेको कि साथीहरू, फेरि एकजना अङ्कल आउनुभयो कि। अनि नुन पानी घोलेर सुरुमा माछालाई यसमा डुबाऊ, त्यसपछि यसको चिप्लो जान्छ भन्दै भन्नुभयो क्या। अनि त्यसपछि मलाई पनि ट्राई गर्नु मन लागिहाल्यो। अनि हतार हतार गएर नुन लिएर पानी हाल्दैछु मैले। त्यहाँनिर चाहिँ माछा राख्नु पर्यो सुरुमा, अनि कतिको चिप्लो जान्छ भनेर ट्राई गर्न मन लाग्यो क्या साथीहरू। त्यही भएर मैले चाहिँ पुरा लाएर घोल्दैछु है। अनि यो चाहिँ पुरा होलीमा मार्नु भएको हो क्या। हाम्रो त अब गाउँतिर त होलीतिर पनि माछा पाउँछ नि त, अनि खेततिर। अनि त्यहाँदेखि चाहिँ अङ्कलले मारेर पठाइदिनु भएको रहेछ क्या आन्टीलाई। अनि म चाहिँ पुरा धुँदैछु क्या साथीहरू। अनि यो चाहिँ पुरा हेर्नु न कस्तो चिप्लो नचिप्लो। मलाई त सुरुमा त सर्प जस्तो लाग्यो क्या साथीहरू। अनि डर लागेर म देखाउँदैछु यो चाहिँ सर्प जस्तो छ भनेर। अहिले चाहिँ मैले आधी उधी सकेँ है साथीहरू, हेर्न सक्नुहुन्छ। म चाहिँ पुरा पढेर डक्टर बन्न नसके पनि यसो माछाको चिरफार चाहिँ दामी तरिकाले गर्छ है साथीहरू। मैले चाहिँ पुरा ढिलो गरिरहेको थिएँ हो। त्यसपछि मम्मी आएर सघाउनु भयो क्या। अब म बाहिर पनि निस्किनु पर्ने थियो नि त, अनि ढिलो हुन आँटेको थियो। मम्मीले सघाउनु भयो। त्यसपछि हेर्न सक्नुहुन्छ हाम्रो पुरा सकिसकेको छ है साथीहरू धोएर। अनि मेरो भाइले चाहिँ त्यहाँ फोहोर निकाल्दै थियो क्या हिलोहरू। अनि यता पनि खिचिँदैन भन्दै हाँस्दैछ। अनि खिचिदिएको है साथीहरू। फाइनली साथीहरू हाम्रो चाहिँ रेडी भइसकेको छ माछा, अनि बाँकी हुँदैछ पनि है साथीहरू। त्यसपछि खाना चाहिँ रेडी भइसकेको छ है साथीहरू। म चाहिँ खाएर बाहिर निस्किन आँटेको थिएँ। अनि मेरो बहिनीले पाएको एकदम मिठो थियो। बाई बाई, थ्याङ्क यू फर वाचिङ।